अनि आज ग्रीष्मकालीन शिक्षाको दोस्रो दिन रहेको छ। अनि गएको गत वर्षको अनि जुन बाँकी भएको यो सालमा म फेरि म जोड दिन गइरहेको छु। यसमा अब गुह्य अब वज्रयानको कुरा बताउने छु। अब यो भारतवर्षमा अब यो भएको यो अनि वज्रयानको उत्थान कहिले भयो भने त्यसको विषयमा अब बताउने क्रममा अनि बताउने क्रममा अस्ति मैले बताए चाहिँ अब यो विभिन्न विषय रहेको छ। अस्ति नै मैले बताए चाहिँ प्रारम्भिक बुद्ध धर्मको यो उत्थान भन्नेमा विभिन्न कुरा रहेको थियो। जस्तै आजको दिनमा चाहिँ दोस्रो दिनमा आज समुदायको अब दैनिक अब समृद्ध जीवनमा बताउन गइरहेको छु। आज अर्थात् संघ समुदायको दैनिक जीविकाको गतिविधि बारेमा बताउन गइरहेको छु। यो सञ्जाल कहिले अब अड्किने गर्दछ, कहिले यसले भनेको जस्तो काम गर्दैन। अब संघ समुदायसँग अब दैनिक जीविकाको अब गतिविधि बारे बताउनु पर्दाखेरि अब यो भिक्षु समुदायको अब भित्रमा के हो त भन्दाखेरि अब जेठो कान्छो भन्ने हुन्छ। यसमा ज्येष्ठता र अनि अब कान्छो भन्ने यसरी अब भन्ने अब आइन्छ। यसमा अब तल्लो माथि विभिन्न कुराहरू आइन्छ यसमा, हैन? तल्लो तहको माथिल्लो तहको यसमा तल्लो र उच्च तह र तल्लो निम्न तहको र अन्य किसिमको जेष्ठ र कान्छको विषयमा बताउनु पर्दाखेरि अब यो चाहिँ यो ज्येष्ठता र यो जेष्ठ र कान्छको विषयमा अब यसरी मिलाउनु पर्दाखेरि यो चाहिँ एकदम अत्यन्त राम्रो रहेको छ। जस्तै यो चाहिँ के हो त भन्दाखेरि अब सिलको हिसाबमा गर्दछ। जस्तै कि अब यो सिला समूह लिँदा निर्धारण आफूले धारणा गरिसकेपछि अब जुन महत्त्वपूर्ण मानिन्थ्यो त्यसैले उनीहरूले सम्मान गर्नुपर्छ। त्यसैले पहिले र पछिको क्रम स्थापित गर्नुपर्दछ। जुन सिला पहिला लिइसकेको ज्येष्ठता र पछि उसले सिला अर्थात् समूह लिनेलाई अब अनि कान्छो भन्छौ। त्यही कारणले यो जुनको ज्ञान एकदम उच्च छ उसलाई अब ज्येष्ठता, जुन ज्ञानको अलि निम्न छ उसलाई चाहिँ कान्छो भनेर यसरी राख्ने राखिएको छ। अब यो भिक्षु भनेको चाहिँ के हो त भन्दाखेरि यो प्रवृत्तिको सबै ज्ञानले परिपक्व भएकोले भिक्षु भनिन्छ। त्यही कारणले यो भिक्षुको शिला लिएको अनि अघि पछिको क्रमलाई निर्धारण गर्दाखेरि निहालेर हेर्दाखेरि जुनले अगाडि आफूले शिला लियो त्यो ज्ञानको हिसाबमा पहिला लिनेलाई चाहिँ ज्येष्ठता एउटा वरिष्ठ भिक्षु र पछि शिला लिनेलाई चाहिँ अब निम्नता एउटा कान्छो भिक्षु भनेसरी राखिएको छ क्रममा। अब यो विनय विनयको अब शासन अनुसार नियम अनुसार अब यो अनि उमेरमा सानो ठुलोमा हेरिँदैन। जस्तै अब जस्तै कि 80 वर्ष पुगे एउटा वृद्ध र एउटा नि भर्खर अब तन्नेरी अवस्थाको 20 वर्ष पुगेको अब एउटा अब भिक्षु भए उसले अब भिक्षुको शिला अनि समर्थ भनौँ न एक किसिमको अब शिला लिएको छ भने
अब त्यस्तै गरी अब जुन अब 20 वर्षको एउटा मान्छेले चाहिँ अब भिक्षुको समर लिएर ऊ लामा पहिला भइदियो भिक्षु बन्यो र 80 वर्षको पछि अब 80 वर्ष उमेरले पछि अब भिक्षुको शिला समर लियो भने चाहिँ अब जेठो कान्छो को भयो भन्दाखेरि 20 वर्षको भिक्षु चाहिँ अब जेठो भयो 80 वर्षको अब भिक्षु चाहिँ अब कान्छो भयो किनकि अघि पछि फरक पर्यो त्यसले हुँदछ त्यही कारणले यो अब यो ज्ञानको उत्सवमा हेर्दैन एक किसिमको विनयमा पनि किन त भन्दाखेरि यो तपाईँको ज्ञान एकदम धेरै रहेछ तपाईँ माथि बस्नु हामी ज्ञान अलिक कमी छ भने तल राख त्यस्तो छैन जुन तल र माथि के फरक हुन्छ भन्दाखेरि भिक्षुको शिला जसले अगाडि लिन्छ पहिलो उसले ग्रहण गर्छ त्यो वरिष्ठ र दोस्रो चरणमा लिने चाहिँ उसलाई कान्छो हो भनिन्छ अब यसलाई चाहिँ अब अलिकता विस्तारमा बताउनु पर्दाखेरि अब सामान्य हिसाबमा हेर्ने हो भने अब समाजमा के हो त भन्दाखेरि अब उच्च र निम्न भनेको चाहिँ एक किसिम के हो त अब उमेरबाट अब राखिन्छ अनुसार हुन्छ तर विनयको परम्परा अनुसार गर्ने हो भने अब एउटा शिला समर अब कसले अगाडि लियो त्यसलाई ज्येष्ठता जेठा पछि लिनेलाई चाहिँ अब कान्छो हैन यसरी अब मान्ने गर्दछ अब यो वज्रयानमा कुरा गर्ने हो भने चाहिँ फेरि जुन ज्ञानको उच्चताले गर्दाखेरि ज्येष्ठता हुने र यो अनि ज्ञान कमी भएकोले अब ऊ कान्छा अलि तल्लो तहको भन्ने अब यो वज्रयानमा राख्छ तर विनयमा चाहिँ यसरी राख्दैन विनयको शासनमा चाहिँ यसरी हुँदैन अब यो सामान्य अब यो संसारी भनौँ संसारमा के छ भन्दाखेरि होइन एउटा अब पद अनुसारलाई अब माथि राख्ने पद कम भएको तल राख्ने गर्छ तर एक किसिमको अब यो विनय शासन अनुसार हुँदैन अब कर्म त्यस्तै यसलाई स्पष्ट पार्नुको लागि खेटुक कर्म क्षमेद्वारा के भनेको छ भन्दाखेरि यो पर्वती धर्ममा यो विभिन्न यो पदहरू तल्लो यो बस्ने आसनहरू अनि तल माथि होइन यसरी क्रम मिलाएको चाहिँ यो चाहिँ चीनको राजाको एउटा परम्परा हो भनेको छ त्यही कारणले गर्दाखेरि कर्म छामी गुरुले यो पर्वती धर्मभित्र चाहिँ एउटा व्याख्या गर्नुभएको छ कि तल्लो तहको र निम्न तहको अथवा उच्च तहको एउटा किति भन्ने यो एउटा किताब यो भित्र लेखिएको छ हैन त्यही कारणले यो मिङको यो साम्राज्य हैन घेन्सिङको यो साम्राज्य जुन बेलामा भए तापनि अब तिब्बतमा पनि यो आसानको बस्ने ठाउँको तल्लामाथिको कुरा छ किन भन्दाखेरि चीनद्वारै त्यो अब आएको हुँदाखेरि त्यसले यसरी लियो त्यही कारणले विनयको नियम अनुसार विनयको शासन अनुसार चाहिँ ठाउँमा आसानमा बसेर यसरी अनि उसलाई ज्येष्ठता वा अब निम्नता भने यसरी हेरिँदैन यो चाहिँ चीनको चाइनाको राजाहरूको उहिले प्राचीन कालमा अब राजाहरूको अब पालोमा यसरी आएको थियो त्यही कारणले यो अब विभिन्न अब कर्मपाहरूलाई पूर्व कर्मपाहरूलाई विभिन्न अब अनि गुरुहरूलाई चाहिँ अब चीनद्वारा नाम दियो एउटा पद दियो त्यहाँदेखि अब एकदम अब नाममा अब अनि ज्येष्ठता हैन अनि एउटा निम्नता भन्ने यसरी आयो परम्परा त्यस्तै गरी अब यो चीनको अब भिक्षुहरू अब त्यो तिब्बतमा आउने क्रममा भोटमा आउने क्रममा अब के हो त भन्दाखेरि अब चीनमा चलेको परम्परा चल्नु पर्यो त्यही कारणले उहाँहरू आउनु हुँदाखेरि उहाँको लागि बस्ने आसान चाहिँ अलिकता रातो चकटी रातो अब एउटा भनौँ न सुकुल जस्तै भन्ने एउटा त्यस्तो माथि अब राख्यो एक किसिमको अब पाउनु पर्ने यो अब यो यसरी अब आसनहरूलाई यसरी
हुनेलाई अलि ज्यादा हुनेले वरिष्ठ मान्यो तल हुनेले निम्नता भने यसरी चलिआयो प्रथाहरू त्यही कारणले यो अब हाम्रो यो काग्यू सम्प्रदायको विभिन्न अब पुर्खौलीहरू भनौँ न हैन पुर्खा जस्तो कि अब मार्पा मिलरेपा खम्बुपा प्रथम कर्म दुसुन खेम्ब त्यस्तै गरी अब ढिगुङ केबो गुरुहरू अनि अब तग्लुङ थामा गुरु साँच्चै नै हो बुद्ध जस्तै हो तर पनि उनीहरूलाई उहाँहरू साँच्चै नै बुद्धै हो तर पनि उहाँहरूलाई के हो एउटा पदको नाममा रातो एउटा चिन्ह दिएको एउटा के अब उहाँहरूलाई स्मारक जस्तो के अब थिएन उहाँले हैन त्यही कारणले यो कागी सम्प्रदायमा कसैले यो छेसी छुङ्गे भन्दैन महान सम्प्रदाय चारवटा हैन महान अब यो काग्यू अब 8वटा हैन त्यो निम्नताको अब 8वटा वरिष्ठ अब 4वटा भन्ने अब कसैले यो राम्रो मान्छ कसैले मान्दैन त्यही कारणले गर्दाखेरि अब त्यस्तै गरी अब भनौँ न यो ढोगन फको डुबा एकदम अब धेरै प्रख्यात गुरु हो उहाँले धेरै अनगिन्ती चेलाहरू थिए हैन अनि उहाँको अब छाता मात्रै अब 5800 थियो हैन तर त्यस्तो अब ठुलो एकदम भएको हुँदाखेरि पनि अब उहाँ बस्ने क्रममा उहाँले वाङ अभिषेक अब यसरी व्याख्या प्रदान गर्ने क्रममा उहाँ बस्ने चाहिँ एउटा छालाको चकटी भन्दा पनि थिएन त्यही कारण यसले के बुझाउँछ त भन्दाखेरि हैन आफूसँग ज्ञान सत्यता छ ज्ञानको क्वालिटी छ आफूमा शीला नियम पक्का छ सुशीलता छ भने आफूलाई जति ठुलो अनि आसान भए पनि जति ठुलो बस्ने कुर्सी मेज भए तापनि त्यसले केही फरक बनाउँदैन फरक पर्छ तपाईको ज्ञानमा त्यही कारणले गर्दाखेरि जस्तै अब एउटा चाहिँ मेरो अब कुरा गर्नु पर्दाखेरि जस्तै मेरो लेभलले अब घाम जस्तो चेला चाहिँ अब धक्पा गुरु थियो मिररेबाको जुन जस्तो चेला चाहिँ अब रेसिङ दोर्जे ढापा थियो एक दिन अब रेसिङ दोर्जे ढापा जुन जस्तो चेला चाहिँ किसिमको अनि रेसिङ दोर्जे ढापा चाहिँ एउटा अनि मलाई चिया पाउँछ कि भनेर उहाँ कदम्बाको गुम्बामा उहाँ प्रवेश गर्नुभएछ रेसिङ दोर्जे ढापा त्यही कारणले उहाँ अब गुम्बाको छेउमा पुग्नु भएर यो अब कदम्बाको गुम्बामा पुग्नु भयो अब उहाँलाई अब लामा जस्तो भिक्षुको वस्त्र छैन हैन गुम्बाको छेउमा बसेर उहाँ अनि भिक्षुको पोसाकै नभएको तिनीहरूले अनि एउटा अनि त्यो जुन त्यहाँ हेर्ने एउटा रेखदेख गर्ने एउटा लामाले चाहिँ के भनेर भन्दाखेरि भेटाको टाउकोमा अब सेतो बाख्राको ठाउँ हुँदैन यसरी भन्यो अनि जुन त्यो लामाले चाहिँ एउटा सामान्य लामाले चाहिँ रेसिङ दोर्जे ढापालाई अब ऊ कहाँबाट नसोधिकन त्यत्तिकै अब यो एउटा सेतो अब भिक्षुको वस्त्र नौडिकन गुम्बामा आउने हुँदाखेरि ढापालाई अब गुम्बादेखि निकाल्ने क्रममा अब उहाँले अब के हो त खुट्टा चाहिँ अब दैलोमा अड्केर उहाँले ठक्कै त्यो भिक्षुले चाहिँ एउटा दैलो लाउँदाखेरि खुट्टा अड्केर च्यापेर उहाँलाई एकदम धेरै दुःख भएको थियो अनि दैलोले च्याप्दाखेरि त्यो खुट्टा अब लामाले भित्रबाट ठेल्थ्यो दैलोमा खुट्टा च्याप्दाखेरि एकदम दुःख भएको थियो त्यो एकदम दुःख भएको अनि मनमै एउटा दुःख एउटा मनमा निराशा छ एउटा उहाँले गीत गाउनु भयो हैन जुन उहाँले गाउनु भएको धर्मति एउटा अब जयुलवा भन्छ हैन उहाँले अब सुन्नु भएछ त्यो सुन्दाखेरि हैन ओहो अनि सुन्ने बित्तिकै विश्वासको विकास गरे उहाँले एकदम श्रद्धा भक्तिको एउटा प्रकट भए जुन अब यो जयुलवालाई अनि त्यो गीत सुन्ने बित्तिकै जयुलवाको आँखामा आँसु बग्यो र गोप्य रूपमा उनले अनि रेछुङपालाई अब मूल गुरुको रूपमा पछ्याएर त्यसरी अनि यसरी मूल गुरु देखाउनु भयो रेछुङपालाई त्यही कारणले यो बेला के भयो त भन्दाखेरि अब एउटा ठाउँ बस्ने ठाउँ आसान अग्लो
होचोको कुरा छैन हैन त्यो बेला त्यही कारणले अनि एउटा आस्थाको एउटा ज्ञानको कुरामा एउटा यो इतिहासले जोड्छ त्यही कारणले गर्दाखेरि अनि यो बेला चाहिँ ज्ञानको उच्चताको मानिएको छ यो बस्ने आसनको तल्लो माथि कुरा छैन एक समयमा फेरि एक बेलामा यो भोटको एउटा प्रान्त भयो अनि चाङ्गी साक्य घुन भन्ने एउटा ठाउँमा चाहिँ अनि त्यो ठुलो महान गुम्बाभित्र चाहिँ एउटा भिक्षुहरू चाहिँ त्यो भित्र अब प्रतिस्पर्धा हुँदै थियो जुन अब चोपा भनिन्छ यसलाई एउटा त्यसमा चाहिँ अब वाद विवाद भइरहेको थियो एउटा धर्मप्रति अब त्यो एकदम चङ्गी साक्य गुम्बाभित्र चाहिँ एउटा महान विद्वान चन्द्रसेङ्गे भन्ने अब त्यो अब एकदम उहाँ चाहिँ के हो त यो तर्क वितर्कमा एकदम प्रबल यो हामीले क्षमा भनिन्छ क्षमाको एउटा एक किसिमको त्यसलाई चाहिँ हामीले अब प्रमाण भनिन्छ प्रमाणमा एकदम ज्ञान निपुणता भएकोले अब उहाँ त्यो सङ्घीय सकेकोमा भित्र जाँदा उहाँलाई ठाउँ पाएन हैन अनि उहाँलाई अब अनुमति दिए उहाँलाई अब भित्र पस्ने अनुमति पनि दिएन भोलिपल्ट घाम उदाइरहेको बेला पूजापाठ गर्दा उनले एउटा गधालाई अनि एक दिन चाहिँ त्यो यो चुन्डुसँगै भने एउटा गुरुले चाहिँ अब उसलाई ठाउँ नदिइसकेपछि उहाँले एउटा गधाको माथि जुन चिवर भिक्षुको एउटा चिवर ओढाएर अनि एउटा गुम्बाको छेउमा अनि गएर अनि त्यो लाँदाखेरि त्यहाँको मान्छेहरूले दङ्ग पर के गरेर सोद्धाखेरि होइन उहाँले के भन्नुभयो त भन्दाखेरि अब तीन धर्मको लुगा लगाएर पङ्क्तिको शिरमा लगाएर जब मानिसहरूले किन यसरी गर्नुभयो सोद्धाखेरि उनले जवाब दिए कि यदि तपाईलाई राम्रो आवाज चाहिन्छ भने उहाँसँग एउटा छ राम्रो आवाज छ त्यही कारणले गर्दाखेरि यहाँ बस्नुको लागि एउटा मिठो आवाज हुनु पर्दो रहेछ राम्रो आवाज र अनि राम्रो एउटा लुगाले ओढेको हुनु पर्दो रहेछ त्यही कारणले यो गधालाई एकदम राम्रो ठुलो आवाज पनि छ यसलाई मैले एकदम पवित्र वस्त्र पनि ओढाइदिएको छु त्यही कारणले अनि यो टाउकोमा बस्नु योग्यता हुन्छ यो गुम्बाको शिरमा योग्यता हुन्छ भने यसरी विद्वान यो चुन्डुसँगैले बताउनु भयो त्यही कारणले कर्म छामेले पनि भनेको छ कि त्यहाँ एउटा महत्त्वपूर्ण कुरा छ कि जहाँ चाहिँ के भन्नुभएको छ जे चङ्नाङपी अब वचनलाई उहाँले एउटा के अब लिएको छ त भन्दाखेरि उहाँको वचनमा चाहिँ के एउटा लुकेको गोप्य अर्थहरू रहेछ होइन के भनेको छ भन्दाखेरि आफूलाई ज्ञान र आफूलाई एउटा विद्या अनुभूति छ भने जस्तो सुकै ठाउँमा बसे पनि जस्तो गरे भए तापनि उसलाई अब ठाउँको एउटा स्थिर अवश्य हो भने यसरी पुगेको छ भनिएको छ उहाँले त्यही कारणले आफूलाई अब एउटा विद्या र आफूलाई एउटा आगम जस्तो विभिन्न असीम ज्ञानहरू छैन भने शील शुद्ध अनि छैन भने अब होइन केही विशुद्ध छैन एकदम फोहोर मैला भएको छ एक किसिमको आफूले शील सफा छैन भने जस्तो सुकै सिटमा बसे पनि जस्तो सुकै अग्लो ठीमा बसे पनि उसलाई चाहिँ अब त्यो चाहिँ के हो त सबसे अन्तिमको तल्लो तहको अनि सिटमा बसेको जस्तै हो ठीमा बसेको जस्तै हो भनेर कर्म छाङ्मेले यसरी बताउनु भएको छ अब फेरि एउटा टिबेटमा एउटा चलन छ कि अब ठाउँमा जुन अब गुम्बा खोलिसकेपछि जुन अब अगाडि कुदेर आफ्नो सिटमा अगाडि बस्छ त्यही नै वरिष्ठ हो भनेर यसरी अब जो त्यहाँ पुग्नु सफल हुन्छ त्यही नै पहिलो व्यक्ति हो वरिष्ठ हो भनेर यसरी नै राखिएको छ
दौडिने क्रममा अब जसले अगाडि अब उच्चको एउटा अग्लो ठाउँमा बस समात्नु ओगट्नु अब सफलता हुन्छ त्यही नै एक किसिमको अब हैन त्यसलाई चाहिँ अब वरिष्ठ भन्ने पनि एउटा प्रचलन थियो अब यो चाहिँ के हो त एउटा चाहिँ के हो त भन्दाखेरि एउटा शुभ मङ्गलको लागि यस्तो गरिन्छ जस्तो कि एउटा कथाकथनमा एउटा पहिले एउटा गुम्बाको एउटा पोस्ट थियो अरे एउटा जुन गुम्बाको एउटा पिलर भनौँ न एउटा पोस्टमा जो अगाडि आउँछ हैन जुन खम्बामा जो अगाडि आउँछ त्यसलाई चाहिँ अब एक किसिमको अनि याक पाउँछ भन्ने यसरी राखेको अब गुम्बामा अब धेरै लामो भएको हुँदाखेरि हैन त्योभित्र धेरै भिड भएर लामा अब भिड भएर माथि पुग्दा माथि पुग्दाखेरि अब टाउको ठोकेर हैन सबैको निधारमा टाउको सबैमा अब के हो त खुन बगेको थियो यता ठोकिँदा उता ठोकिँदा त्यस्तो भएको थियो हैन के कारणले गर्दाखेरि हैन विभिन्न यो एउटा प्रथा रूढिवाजीहरू थियो एउटा शुभ मङ्गलको लागि भन्ने यसरी अब एउटा कथा थियो यो त्यही कारणले यो ठाउँ एउटा पद एउटा दर्जा भन्ने अत्यन्तै यो समस्या भन्ने कुरा हो त्यही कारणले गर्दाखेरि त्यही कारणले गुरुहरूले भन्नुहुन्छ कि होइन यो संसारिकमा धेरै विभिन्न बाधाहरू विभिन्न समस्याहरू उब्जिने चाहिँ अनि यो पद र एउटा दर्जा अनि तल्लो माथिमा हेरेर नै यसरी संसारमा विभिन्न मान्छेहरूलाई चाहिँ समस्या उब्जिएको हो भने यसरी भनिएको छ यो चाहिँ अब ढुक्जेल वाङजे अनि यो भन्नुभएको यो वचन चाहिँ त्यही कारणले गर्दाखेरि यो बितेको कालीन विभिन्न इतिहास पल्टाउँदाखेरि पनि होइन यो ठाउँ तल्लो माथि होइन अनि उसले बस्ने आसान अग्लो होचो त्यसमा विभिन्न अब झगडा पनि भएको छ होइन थोरै धेरै नै भएको छ त्यही कारणले गर्दाखेरि अनि अहिलेको समयमा एउटा म के भन्न चाहन्छु भन्दाखेरि एउटा हामीले एउटा पाहुना भित्राउँदाखेरि स्वागत गर्दाखेरि होइन अनि धेरै पिर हुन्छ हामीलाई किन त भन्दाखेरि अब ठाउँ मिलाउनु पर्यो खानाको मिलाउनु पर्यो होइन खानाको लागि भोजनको लागि एकदम बेग्लै आइटम मिलाउनु पर्यो त्यही कारणले गर्दाखेरि त्यही कारणले अनि गुरु पाल्दाखेरि अब एक किसिमको बस्ने आसन तल्लो माथि अनि राख्नु पर्ने अनि राख्नु नपर्ने विभिन्न कुराहरू रहेछ त्यही कारणले गर्दाखेरि यदि आफूले हामीले के गर्नुपर्छ भन्दा यो बेलामा अब हाम्रो सोचलाई चाहिँ अब एक किसिमको तल्लो तर माथि तलको हेर्नु पर्दछ यदि तपाईँको घरमा कोही पाहुना आउनु भयो भने होइन अरूलाई एकदम अग्लो ठाउँमा राख्यो इज्जत सम्मान गर्यो भने तपाईँ चाहिँ इज्जत सम्मान घटेर तल्लो तहमा झर्ने कदापि हुँदैन त्यही कारणले मैले मेरो विचार व्यक्त गर्दा यस्तै नै हो पाहुनालाई अब आमन्त्रित नगरेसम्म एकपटक हामीले उनीहरूलाई आमन्त्रित गरिसकेपछि हामीले उनीहरूलाई स्वागत गर्न नसके तापनि उनीहरूको उच्च अपेक्षाहरू पार गर्ने तयारीहरू हामीले कम्तीमा उनीहरूलाई सन्तुष्ट गर्न आवश्यक छ यदि तपाईँले तिनीहरूले उच्च स्थानमा राख्नु भयो भने त्यसले तपाईँको कमी गर्दैन तपाईँको इज्जत कम हुँदैन तर यदि त्यो उल्टो हो तर तपाईँको अर्को व्यक्तिलाई निम्न स्थानमा राख्नुहुन्छ र आफै उच्चमा बस्नुहुन्छ भने वास्तवमा तपाईँले आफैलाई नै कम गर्दै जानु भएको छ र अब बुद्धु भनेर बुद्धु एक किसिमको यस्तो अवस्थामा तपाईँले समय र परिस्थितिलाई समायोजन गर्नुपर्छ कर्मपोको हैसियत चिन्ता तिब्बतमा छ त्यसैले हामी कोही बस्न सकिँदैन भन्नु तिम्रो हाम्रो दिमाग र सानो मुटु छैन भने देखाउँदछ र गुरुहरूको यसरी महान अब यसरी अब बताउँदछ म भन्छु कि यसरी देख्छु त्यसैले यो शीलमा आधारित ज्येष्ठता नै उत्तम हो भन्ने मलाई लाग्दछ यो विषयवस्तु मात्र हो अब म पाठको अर्थ सङ्घको विषय राख्छु
संघको जीवनको जीविका अबको गतिविधि बदल्नु पर्दाखेरि हैन जस्तो कि इन्द्रिय आनन्दबाट मुक्ति थियो अब विशेष गरी के हो त भन्दाखेरि अब यो संघको यो खाना भनेको चाहिँ के हो त पञ्च अब यसले चाहिँ 5 गुणदेखि अब आसातदेखि मुक्त भएको खाना हुनुपर्दछ त्यसैले सूर्यको मध्यान्तपछि खाना खान पाइँदैन र कुनै पनि प्रकारले खेल खेल्न पनि विरुद्ध कडा नियम गराएको थियो उठेर अब लुगा धोएपछि अब विनय शास्त्र आफ्नो खिम्बो आचरेपछि अब भनौँ न एक किसिमको मुख धोइसकेपछि आफूले अब के गर्नुपर्छ भन्दाखेरि अब आचार्यले अब जुन कण्ठाहरू दिएको छ आफूले विनय पिटाहरू त्यो मनले अब पढ्नु पर्थ्यो शिक्षकहरूले शास्त्र पढ्थे र विद्यार्थीहरूले ग्रहण गरेर कण्ठा गर्नु पर्थ्यो उनीहरूले कति कण्ठा गरेका थिए त्यति नै प्राप्त भएको बताएको छ तिनीहरूले यसको अर्थ बुझ्न आवश्यक थियो अब यसलाई सुन्ने र मनन गर्ने प्रयास भनिन्छ त्यसपछि तिनीहरूले ध्यान र अध्ययन अभ्यास गर्ने गर्छन् र बुद्धबाट आफ्नो जीवनकालमा धर्म शिक्षाहरू अनुरोध अब गर्नुपर्दछ यसलाई चाहिँ के हो त भन्दाखेरि अब गुरुलाई अब एक किसिमको ध्यान र धर्मको एउटा वर्षाइदिनुको लागि अनुरोध गर्ने पाठ भन्छ यसलाई त्यही कारणले यो ध्यान गर्नुपर्ने एक किसिमको समाधिमा लिनुपर्ने एक किसिम के हो त एक किसिमको अब आफूले अभ्यास गर्नुपर्ने हुन्छ अब बुद्धकालीन हो भने बुद्धको बेलामा बुद्धको ठाउँमा गएर अब ध्यानको विषयमा समाधिको कुरामा अब सोध्नु पर्थ्यो विभिन्न पहिला नै प्रचलन थियो बुद्धकालीनमा अब बिहानदेखि दिउँसो नआउनेसम्म के गर्नुपर्छ त भन्दाखेरि अब कुनै गाउँ बस्तीमा गएर अब के गर्नु भिक्षाटन माग्नको लागि जानु पर्थ्यो अनि अब भिक्षा खानको लागि भिक्षा माग्न जानु पर्थ्यो अब 12 नबज्ने अगाडि नै अब दिउँसोको खाना खाइसक्नु पर्दछ ग्रहण गर्नु पर्दछ त्यही कारणले गर्दाखेरि अब यो हामीले दान लिनु चाहँदाखेरि एक किसिम के हो त भन्दाखेरि अब एकदम कस्तो ठाउँमा जानु पर्छ त भन्दाखेरि एक किसिम के हो त एकान्त सुनसान ठाउँमा जानु पर्दछ जुन चाहिँ अब एक किसिमको आसक्त नजाग्ने ठाउँमा हैन अनि यसरी अब एउटा एकान्त मठ मन्दिरदेखि अब उता अब भिक्षाटनको लागि गएर फेरि अनि त्यसमा अब मागिसकेर भिक्षा लिएसकेर त्यसमै फर्किनु पर्दथ्यो हैन त्यही कारणले गर्दाखेरि अब जुन अब भिक्षुले अब भिक्षा माग्न जाँदाखेरि भिक्षाटनको लागि जाँदाखेरि अब के हो त अनि धेरै लामो समय हिँड्नु पर्थ्यो फर्केर आउँदाखेरि अब एक किसिम के हो त अनि एक्सर्साइज व्यायाम त्यतिकै हुन्थ्यो हिँड्दा त्यही कारणले गर्दाखेरि अनि विभिन्न यो खेलहरू खेल्न नपाउनु भन्ने कारण यो होइन अनि यो खाना खाँदाखेरि पनि एक किसिमको आफूले शिलालाई एक किसिम के हो त अनि ग्रहण गर्नुपर्ने राम्रोसँग लिनुपर्ने त्यही यस्तो एकदम शुद्धिकरण नियम सुशीलता भएको कारणले गर्दाखेरि अनि गृहस्थीहरूले सबैले अनि एउटा ढोक गर्नु लायकको सम्मान गर्नु लायकको अनि त्यस्तो भएकोले अनि यसलाई चाहिँ के हो त अनि दानहरू चाहिँ के हो त सम्पूर्ण अब यसलाई चाहिँ विशुद्ध हुने एउटा स्थान हो भने यसरी बताएको छ यो चाहिँ के होला अनि अरूलाई हित हुने ठाउँ भनेको छ त्यही कारणले अब आफूले बानी बेहोरा राम्रो भएन भने अब आफूले खानाको लागि अब पेट पाल्नको लागि भिक्षा पाउँदैन त्यही कारणले एक किसिमको के हो त भित्रबाट नै मुहारदेखि नै चमकले होइन एक किसिमको समानता रूपबाट
हैन एक किसिमको आफू अरूलाई सम्मान र आदर सत्कार गरेर भिक्षा माग्नु पर्थ्यो यसरी गर्दाखेरि नै गृहस्थ मान्छेको अनि मनमा चाहिँ एकदमको विश्वास र आस्था जाग्नेको एउटा फाइदा थियो त्यही कारणले 12 दिउँसोसम्म ठक्कै यो यसरी खाना माग्नु जाने अब भिक्षा गर्न जाने हुन्थ्यो तर दिउँसोपछि अब खाना खान नपाउँथ्यो भोजन ग्रहण गर्न नपाउँथ्यो अब यो जस्तै कि अब तिब्बतको अब एउटा मूल सर्वस्तिवादमा अब अनुवादमा अनुसार बताउने हो भने भिक्षु र अब नवसिखियाहरूलाई दिउँसो अब भिक्षु रह्यो अनि श्रामणीहरू चाहिँ दिउँसो खाना नखानुको कारण के हो भन्दाखेरि मुख्य कारण अब दिउँसो खाना खायो भने अब एउटा मोटोपन छाएर मोटोपन आउने हैन विभिन्न फोक्सो एक किसिमको जिउ एक किसिमको के हो त भन्दाखेरि अब फोक्से मासु बढ्ने फोक्से मासु भएपछि अब निन्द्रा धेरै लाग्ने आलस्य हुने सुस्त निन्द्रा लाग्ने हुँदाखेरि अनि उनीहरूको अब श्रवण र मनन ध्यान गर्नेमा बाधा पुग्ने हुँदछ जे भए तापनि के हो त उसको ध्यान चाहिँ स्पष्ट क्लियर नभएको हुँदाखेरि दिउँसो खाना खान त्यस्तो विघ्न बाधा ध्यानमा बाधा पुग्ने हुँदाखेरि अनि दिउँसो खाना नखानु मुख्य कारण हो अब दिउँसो खाना नखाँदा अब शरीर काप्ने जस्ता विशेष रोग लाग्ने के पनि छैन खास त त्यही कारणले गर्दाखेरि यो विभिन्न अब दिउँसो हामी एक छाक खाना टार्दैन हामी एकदम भोकले अब ग्रस्त हुने धेरै रोगहरू आउने त्यस्तो हुँदैन किनकि भन्दाखेरि अब त्यो हामीले के हो त भन्दाखेरि दिउँसो खाना नखानुको कारण ध्यानहरू फैलिने हैन त्यस्तो हुँदछ अब अहिलेको कालीनमा हालको कुरा गर्ने हो दिउँसो खाना खाएन भने के हो त दिउँसो एकदम हाम्रो जिउ एकदम हल्लिने काम्ने हुन्छ किन छ भन्दाखेरि उसलाई यो मधुमेहले ग्रस्त भएको छ त्यही कारणले उनीहरूले खाना खानु पर्दछ किन त भन्दाखेरि खाना खानु कारण चाहिँ अब जुन मधुमेह रोग छ लड्नु पर्यो रोगले उसलाई ग्रस्त पारेको छ हैन त्यो अब रोक्नुको लागि त्यही कारणले गर्दाखेरि अब यो एउटा उदाहरणको लागि रोकथाम गर्नुको लागि अब के हो त अब खाना खान्थ्यो त्यही कारणले त्यो बुद्धकालीनमा चाहिँ अब किन भन्दाखेरि अब खाना खाँदाखेरि अब ध्यानमा एकदम विघ्न बाधा पुग्ने त्यो बेला विभिन्न रोगले ग्रस्त नभएको हुँदाखेरि अब खाना भोजनलाई एक छाक मात्रै खाने त्यही कारणले यदि रोग वा भोकको असुविधा धेरै बलियो छ भने यसले श्रवण मनन ध्यानमा पनि बाधा पुर्याउँदछ त्यसैले खाना नखानुको कारण अस्वीकार गरिन्छ श्रवण चिन्तन ध्यानमा बाधा नहुनुको लागि नै अनि बाधा नहुनु भनेको अब एक किसिमको ध्यान गर्नु हो बाधा नहुनु नै त्यही कारणले गर्दाखेरि अब अनि यसरी अब दिउँसो ध्यान गर्दाखेरि अब समाधिमा प्रवेश गर्दाखेरि बेलुका फर्केर अब फेरि आफ्नै ठाउँमा फर्किँदाखेरि अनि एक आपसमा साथीभाइ बीचमा आफ्नो एक किसिमको अब शिलाको अब यो शिलाको उच्चता भएको ज्येष्ठता भिक्षुहरूसँग अनि छलफल हुन्थ्यो बहस हुन्थ्यो बुद्धसँग यसरी अब प्रत्यक्ष रूपमा सोध्नु पाउँथ्यो अनुभवहरू त्यही कारणले अब सर्टकरीमा भन्नुपर्दाखेरि आफ्नो खेम्बो शिक्षकबाट मार्गदर्शन लिन जान्छन् वा उहाँको जीवनकालमा आफ्नो प्रश्न र शङ्काहरू समाधान गर्नु बुद्धसँग प्रश्न सोध्न जान्छ छोटकरीमा भन्नुपर्दाखेरि जीवनशैली मौन र धर्मको मात्र बोल्ने थियो त्यही कारण संक्षेपमा अब सङ्घ समुदायको दैनिक जीवनका सबै गतिविधिहरू विनयको नियम वा आचार सहित अनुसार गर्नुपर्दछ तिनीहरू सामान्यतः व्यर्थ कुरा कहानीमा संलग्न हुन थियो
नगर्थ्यो, धर्मसँग सम्बन्धित नभएका कुराहरूको बारेमा कुरै पनि गर्दैनथे। सङ्घको मुख्य गतिविधि ध्यान गर्नु थियो र त्यो आफैले श्रवण गर्ने, चिन्तन गर्ने, अब सुन्ने, ध्यानबाट परिणाम प्राप्त गरिएको थियो। त्यही कारणले एक पटक कसैले पूर्ण रूपमा नियुक्त गरिसकेपछि निर्वाण प्राप्तिको लागि अतुलनीय प्रयास गर्नु पर्दथ्यो। त्यही कारणले अब हामीले कसरी खानपान गर्नुपर्छ, के लाउनुपर्छ, कस्तो ठाउँमा बस्नुपर्छ हैन भने यसरी अब यो विनयको शासन अनुसार बताएको थियो। अब भिक्षुको मुख्य काम के हो त भन्दाखेरि अब साधना गर्ने, धर्मको साधना गर्ने, धर्मको अभ्यास गर्ने, अर्थात् सत्यता कुराको अभ्यास गर्ने। विशेष गरी के हो त भन्दाखेरि बुद्धले बताउनु भएको कुरामा श्रवण गर्ने, चिन्तन गर्ने, मनन गर्ने, अर्थात् भावना गर्ने हो। विशेष गरी के हो त यो भिक्षुको अब शिला लिएर अब धर्ममा धेरै खट्नुपर्ने, साधना गर्नुपर्ने। किन त भन्दाखेरि परिनिर्वाण प्राप्त हुनुको लागि, सम्यक बोधि ज्ञान प्राप्त हुनुको लागि यसरी अब दिन रात अब कठोर अब तपस्या गरी कठोर साधना गर्दछ। त्यही कारण त्यस्तो गर्ने क्रममा अब खानपान पनि अरूभन्दा भिन्नता, विशेषता हैन, अरूभन्दा अलिकता कमजोर हैन। अब वस्त्र लाउने कपडा भने वस्त्र पनि अरूभन्दा एकदम कमजोर गर्थे। किन त भन्दाखेरि निर्वाण प्राप्त गर्नको लागि हो। अब चाहिँ 30 मिनट म विश्राम राख्न चाहन्छु। अब पोषक अर्थात् याज्ञको विषयमा बताउन जाँदैछु। अब यहाँ पोषकको विषयमा बताउनु पर्दाखेरि अब बुद्ध र उहाँको अब विभिन्न चेलाहरू हुन्छन् नि हैन, भिक्षुहरू, उहाँहरू चाहिँ अब एक ठाउँमा बस्नु भएन। उहाँहरू चाहिँ अब एकै ठाउँमा निर्धारित हुनुहुन्न, विभिन्न अब लामो दूरीसम्म यात्रा अब यसरी यात्रा गर्नुभयो। एकै ठाउँमा अब स्थिर बस्नु भएन। अब एकै ठाउँमा धेरै लामो समय अब बास गर्ने अब एकदम कमी नै छ। त्यही कारणले स्थानमा अब कुनै पनि निश्चित छैन। एक ठाउँदेखि अर्को ठाउँमा जाने अब सार्ने धेरै गर्नुभयो। पछि गएर अब यो भोटको योगीहरू पनि एकै ठाउँमा नबसेर धेरै ठाउँमा यसरी ठाउँ सार्दै सार्दै अब ध्यान गर्नुभयो, ध्यानमा लिन हुनुभयो। अनि भोटको यो विभिन्न सिमानातिर, विभिन्न अब त्यहाँको बोर्डरतिर यसरी अब ध्यान गर्नुभयो, एकै ठाउँमा पनि नबसेको। अब बुद्ध पनि त्यस्तै गर्नुभयो भने बुद्धको चेला पनि एक ठाउँमा नबसिकन धेरै ठाउँमा यात्रा गरेर धेरै ठाउँमा यसरी पैतला टेकी ध्यानको खोजीमा र सत्य ज्ञान खोजीमा ध्यान योग गर्नुभयो। अब यो अब पोषक बस्नुको कारण, वर्षवास बस्नुको कारण के हो त भन्दाखेरि अब उपसद यसलाई हामीले वर्षवास भनिन्छ, माफ गर्नुहोला, याज्ञलाई वर्षवास भनिन्छ। वर्षवास यसरी बस्नुको कारण के हो त भन्दाखेरि 3 महिनासम्म बस्ने चलन छ। यो चाहिँ भारतमा हरेक वर्ष 3 महिना मनसुन हुन्छ। अब प्रारम्भिक वर्ष अब असाढ महिनाको अब 15 गतेदेखि सुरुवात हुन्छ। असाढ साउन भदौ 3 महिनासम्म यो अब यसरी वर्षवास गरिन्छ। यसरी अब असारको अब पूर्णिमादेखि अब भदौको अब असौजको अब एक किसिमको यो पूर्णिमासम्म यसरी अब यो वर्षवास बस्ने प्रचलन रहेको छ। किन त भन्दाखेरि त्यो अवस्थामा अब यसमा चाहिँ धेरै पानी पर्ने, बाटोहरू अवरुद्ध हुने भएको कारणले गर्दाखेरि यसरी बस्ने गरेको छ।
अहिले पनि अब प्रायसो गुम्बामा वर्षवास बसिरहेका छन्। यसको विषयमा थोरै के बताउनु पर्दाखेरि अब यो वर्षवासमा एकदम जोडेको एकदम महत्त्वपूर्ण के कुराको अंशहरू छ यसमा। सामान्यमा अब यो वर्षवासमा पनि पहिलो वर्षवास दोस्रो वर्ष दुई प्रकारको रहेको छ। अब पहिलो वर्ष पनि दोस्रो वर्षवासमा बसे पनि जे भए तापनि 3 महिनासम्म वर्षवास बस्नुपर्ने यो विनयभित्र बुद्धले बताउनु भएको छ। तर पनि यो अनि भोटको प्रयासो गुम्बामा समग्र गुम्बा प्रयासो अनि 1.5 महिना बाहेक 3 महिनासम्म बस्ने प्रचलन छैन। 1.5 महिना बस्ने प्रचलन छ अहिले टिबेटमा भोटमा चाहिँ। अब यसरी 1.5 महिना बस्दाखेरि अब यो विनयमा अब मिल्छ कि मिल्दैन त्यसको अब के अब स्रोतहरू छ कि छैन, आगमहरू होइन, बाणी छ कि छैन भन्दाखेरि सामान्य अब यो वर्षवास बस्ने क्रममा विधि हुन्छ। 3 महिनामा बस्छु भन्ने चाहिँ स्वीकार गरिन्छ। तर पनि एक किसिमको के बस्ने क्रममा अब 3 महिना बस्ने आफूले भाषा बन्धन कस्यो, तर पनि अब त्यसमा बिना बाधाहरू उब्जियो भने अनि अब त्यसो बस्न सकेन भने अब बिना बाधाहरू आयो भने अब अरे 1.5 महिना मात्र बस्दा पनि हुन्छ भन्ने त्यस्तो अब एउटा त्यसको एउटा भित्र के अंश पनि छ। यो दुल्वा दोचा अर्थात् विनयको मूल सूत्रमा के लेखिएको छ त भन्दाखेरि यदि अब एउटा ठाउँदेखि अर्को ठाउँदेखि अब यतापट्टि एकदम धेरै अब क्रोध अब रिस उठाउने कोही भिक्षुहरू प्रवेश गरे भने थाहा भयो भने अनि 3 र 4, 5 भागमा यो वर्षवास मिलाएर त्यही बेला चाहिँ अब हामीले प्रवारण भन्छ। यो अब घायलाई प्रवारण भन्छ, यो अनि गर्नु मिल्छ भन्ने बताएको छ। यो चाहिँ अब यो आचार्य अब धर्ममित्रले यसरी अब विनय मूल सूत्रमा के अब यसको टीकामा के लेखेको छ भन्दाखेरि अब यो वर्षवास स्वीकार गरिसकेर अब उपोषद अब 2-3-4 पटक लिइसकेर अब कुनै अब कुनै औँसीमा भए पनि नभए अब यो 14 गते भए पनि अब त्यो बेला अब प्रवारण गर्न मिल्दछ, जुन अब त्यो बेला छुट्टी नै अब विधि गर्न मिल्दछ भनेको छ। अब यो चाहिँ के हो त भने 3 महिना त आफूले बाचा बनाउनु गर्यो, तर पनि अब 15 अब 1 महिना 1.5 महिनाको अब 1.5 महिना भनौँ न, 1.5 महिनाको भित्र पनि अब आफूले अब त्यहाँदेखि अब बाचालाई अब आफूले फेरि अस्वीकार गरेर त्यसलाई चाहिँ के हो त अब फेरि अब हामीले घाय प्रवारण गरेर त्यसलाई चाहिँ त्यहाँदेखि अब छुटकारा मिल्छ भन्ने बताउनु भएको छ। अब के हो त भन्दाखेरि समाजमा संसारमा के अब सुनिन्छ त भन्दाखेरि 3 महिना नभए पनि अब 15 अब आधा 1.5 महिना चाहिँ 3 महिना नबस्नु पनि 1.5 महिना चाहिँ बसे भने अब संसार अब यसरी अब एउटा समाजमा एउटा जमातमा चाहिँ यसरी अब भनाइ छ, फैलिएर जान्छ भन्ने छ। त्यही कारणले गर्दाखेरि 3 महिना बस्न नसके तापनि अब 1.5 महिना बस्दा पनि हुन्छ भन्ने एउटा प्रचलन छ। अब दुल्जेन अब जब घिङ्गो डुब्ले अब रचना गर्नुभएको दुल्जेन अब दुल्जे हिमेकीको भित्र होइन, यस्तै गरी अब मिक्यु दोर्जेले दुल्जे हिमेकीको भित्र के लेखिएको छ त भन्दाखेरि अब यो विनयको टीकाभित्र चाहिँ विभिन्न अब यो वर्षवास बस्ने क्रममा कुनै बाहिरको अब मान्छेहरू आएर क्रोधित गरायो, रिस उठायो र धेरै भङ्ग गर्न खोज्यो भने होइन
वर्ष वर्षवास बस्ने क्रममा ध्यान गर्ने क्रममा हैन भोजनमा एक किसिमको अब एकदम समस्या आयो विभिन्न विघ्न बाधाहरू आयो विभिन्न अब देवी प्रकोपहरू आयो भने अब त्यो बेला अब अचानक अब आफूले चाहिँ के हो त त्यो अनि हेर्ने चाहिँ अब आफूले वर्षवास चाहिँ अनि 3 महिना बस्न नसके तापनि 1.5 महिना बसेर त्यसलाई अब अन्तिममा अब प्रभारण गएको एउटा विधि गरेर त्यसलाई चाहिँ फुकाउनु मिल्छ भने यसरी बताएको छ मैले चाहिँ यो अगाडि के भने भन्दाखेरि यदि यसमा यो कुनै प्रतिकूलहरू विघ्न बाधाहरू त्यसमा मिसावट आयो भने चाहिँ अनि यसरी अब अनि अब 1.5 महिना बस्न मिल्छ हैन भनेको छ तर पनि एक किसिमको विघ्न बाधा केही पनि छैन विघ्न बाधा केही पनि छैन आफूले के अब 3 महिना बस्दा पनि के बाधाहरू अडचन छैन भने चाहिँ अब अनि आफूले चाहिँ फेरि बस्दाखेरि अब बस्छु भनेर 3 महिनाको बाछा गर्ने तर 3 महिनासम्म बसेन भने अब त्यो चाहिँ के हो त एक किसिमको अब अनि त्यसको अब आफूले चाहिँ अलिकता नमिल्ने हुन्छ त्यसको चाहिँ अब विनयभित्र स्रोत यस्तो भए पनि यस्तो मिल्छ भन्ने स्रोत चाहिँ वाणीहरू छैन त्यो चाहिँ अलिकता नियम विरुद्ध हुन्छ त्यही कारणले गर्दाखेरि यसमा अब परब्रह्ममा 2-3 प्रकारको अब बाँडिएको छ अब समयको प्रभारण अब अचानक समयको प्रभारण त्यसै गरी अब समूहको प्रभारण 3 प्रकारको रहेको छ जस्तै कि अब समयको प्रभारण कस्तोलाई भन्छ भन्दाखेरि अब असार महिनाको 15 गते पूर्णिमा हैन अब न 16 अब असारको 16 गतेदेखि अब पूर्णिमाको भोलिपल्टदेखि अब लिएर अनि यसरी अब साउनको अब साउनको यो अंशीसम्म हैन त्यहाँसम्म नि अब एक किसिमको के हो त अनि मिल्दछ भनेको छ अब जे भए पनि के हो त भन्दाखेरि अब असारको 16 गतेबाट भए पनि पूर्णिमादेखि भए पनि अब असार साउन भदौ असौजको 15 पूर्णिमाको दिनमा अब यो सकाउनेलाई चाहिँ हैन यसले चाहिँ के हो त यो अब 3 महिना बाचा गरेर 3 महिनै बसेर यसलाई अब अब पुर्याउनलाई चाहिँ यसलाई समयको प्रभारण भन्छ कालको प्रभारण त्यही कारणले गर्दाखेरि अर्को अब यो यसमा चाहिँ अब यो स्थबिरा अब उनीहरूको अब पक्षमा हेर्ने हो भने चाहिँ अब पहिलो वर्षवास दोस्रो वर्षवास 2 प्रकार रहेको भन्दाखेरि अब यो चाहिँ एक किसिमको के हो त भन्दाखेरि अब अहिलेको समयमा हेर्ने हो भने अब यो चाहिँ अब असारमा भेट्दछ अहिलेको सालमा भने अब अहिलेको कालमा चाहिँ पहिले हो भने चाहिँ अब जेठ महिना अब यो वैशाख महिनादेखि सुरुवात हुन्थ्यो अब यो स्वागत हो भने हामीले वैशाख महिना चाहिँ अब किसिम के हो त भन्दाखेरि अब सानो वर्ष सुरुवात हुने अब कोपिलाहरू पहिले अब फुल्ने भन्छ त्यहाँदेखि अब किरा फटङ्ग्राहरू अब फटेङ्ग्राहरू धेरै अब हरियो परियोहरू उम्रेर हुँदाखेरि अब त्यहाँदेखि नै अब पहिलो अब यो वर्षवास सुरुवात हुन्छ भने यसरी अब पहिलो वर्षवासमा बताएको छ त्यो चाहिँ अब के हो त भन्दाखेरि अब स्थबिर निकायले बताएको अनुसार हो अब यसलाई चाहिँ हामी सबैले के हो त यसमा देखदेख गर्नुपर्ने यसमा जाँच गर्नुपर्ने यसमा परीक्षण गर्नुपर्ने मलाई पनि जरुरी देख्छ किन भन्दाखेरि यो चाहिँ किन भन्दाखेरि यो विनयको यो 3
मूल स्रोतहरूसँग सम्बन्धित कुरा रहेको छ यो बुद्धले के भन्नुभएको छ भन्दाखेरि अब जुन विनयमा चाहिँ एक किसिमको शासन नभएको छैन विनयको त्यसको नियम अब छैन भने मेरो धर्म चाहिँ रहँदैन भनेर बुद्धले यसरी बताउनु भएको हुँदाखेरि यसमा हामीले धेरै अब निहालेर हेर्न अत्यन्तै जरुरी देख्दछौँ अब दोस्रो के हो त भन्दाखेरि अब अचानक भएको अब एउटा अचानक प्रवरण भन्ने के हो त भन्दाखेरि अब कुनै एउटा प्रतिकूलहरू दैवी प्रकोप लगायत विभिन्न अब विघ्न बाधा अर्चनाहरू अब आएपछि अब 3 महिना बस्छु भनेर बर्खावासको बाधा लिए तापनि के हो त विभिन्न दैवी प्रकोपहरू आफूले बाधा अर्चन आयो भने अब त्यो बेला अब के हो त अनि पूर्णिमा हैन कुनै महिनाको पूर्णिमा अब औँसीमा तिर आफूले के हो त अब औँसीको अग्लो दिनमा आफूले के हो त अनि यो प्रमाण गरेर पनि हामीले अब त्यो 3 महिना बस्छु भने यो वर्षवासलाई फुकाउन सकिने यसलाई चाहिँ के भन्छ भन्दाखेरि अचानक प्रवारण भनिन्छ हैन अब शीघ्र भनौँ न यसलाई अब विभिन्न विघ्न बाधा अर्चनाहरू प्रवेश गर्दाखेरि अब 3 महिना बाचा गरेको पनि अब केही क्षणमा अचानक फुकाउनु पर्ने अब समय आयो भने त्यसलाई चाहिँ हामीले अचानक उब्जिने अब यसलाई चाहिँ प्रवारण भन्छ हैन त्यो बेला चाहिँ अब 1.5 महिनासम्म बस्न सकिन्छ हैन त्यही कारणले अनि त्यो भएको कारणले गर्दाखेरि अहिले हाल अब 1.5 महिना बस्ने प्रचलन त्यहाँदेखि आएको जस्तो लाग्छ अब यो समूह प्रवारण भने के हो त भन्दाखेरि अब यो चाहिँ अब लुङसी डुलवा लुङसी भन्छ विनय लुङसी त्यसै गरी मूल अब विनय सूत्रभित्र के लेखेको छ भन्दाखेरि अब भिक्षुहरू चाहिँ एउटा एकान्त ठाउँमा बसिरहेको बेला हैन आफूले अब प्राणमा धेरै दखल आयो धेरै आफूले हानि नोक्सान पुर्याएको छ भने अब अनि आफूले अब मार्नै आँटेको छ प्राण कसैले लुट्नै आँटेको छ भने अब एक किसिम के हो त भएन कुनै मान्छेले मार्नै आँटेको छ भने के हो त भन्दाखेरि अब औँसी कुरेर बस्यो भन्दा निकै अब प्राण जाने अब खतरा हुन्छ त्यही कारणले अहिले नै सबै एकैचोटि ग्रुपबाट झरप्प भुरुक्क मिलेर अनि धेरै अब भए डर त्रास भयो भने त्यही बेला अब वर्णन गरेर आफूले त्यहाँदेखि अब यो 3 महिना बस्ने अब के हो त 3 महिना बस्ने वर्षवासको बाचालाई चाहिँ बन्धनलाई चाहिँ फुकाउन सकिन्छ अब बाचा के गर्नु पर्यो भन्दाखेरि आज मलाई अब हामीलाई धेरै नै प्राणको दखल र धेरै हानि नोक्सान र धेरै अब त्रासितहरू मच्चिएको हुँदाखेरि भविष्यमा अवश्य म यो वर्षवास बस्नेछु र आजलाई हामीलाई यस्तो भएकोमा हामीलाई यो फुकिनु यो प्रवरण गरी फुकिने मौका दिनुहोस् भने यसरी प्रार्थना गरेर अब यसरी यसलाई चाहिँ अब के हो त भन्दाखेरि अनि धेरै अनि भेला भएर गट्ठा भएर अनि जमत भएर अनि गरिनेलाई चाहिँ प्रवरणलाई चाहिँ के हो त भन्दाखेरि समूहको प्रवरण भनिन्छ त्यही कारणले एक आपसमा यसरी अब मिलावट भयो होइन भिक्षुहरू होइन ग्रुप समूह मिलेर यसरी अब धेरै विघ्न बाधा अर्थात् मचिएको बेलामा तत्कालै अनि यो प्रवरण अब गर्नुलाई अनि के हो त भन्दाखेरि अब यसलाई चाहिँ समूहको प्रवरण भन्छ अनि यो अघि बताएको अचानक भएको यो प्रवरण र समूहको एउटा भेला भएको एउटा प्रवरण भन्ने उसै छ किनकि दुवै नै अब 3 महिनै बस्छु भनेर वाचा गरिएको हो 3 महिनै म वर्षवास बस्छु वाचा लिएको तर बीचमा कालान्तर विघ्न बाधा अर्चनाहरू देवी प्रकोप लगायतका प्राणमा दखल आएको भएको खण्डमा यसको मुख्य एउटा आधार राखेर त्यहाँदेखि नै एउटा प्रवरण गरी अनि फुकिने अनि यो वर्षवासलाई फुकिने एउटा विधि राखेर अनि गरिने पाठले चाहिँ अब हामीले त्यसलाई अब हामी के भयो त भन्छखेरि त्यसलाई त्यो के हो त भन्दाखेरि त्यसलाई चाहिँ अब समूहको प्रवरण र अचानक भएको प्रवरण भने यसरी भएको देखिन्छ अब त्यसमा चाहिँ अब के हो त यस्तो विभिन्न अब विघ्न बाधा
अब बाटोमा जाँदा जाँदै बाटोमा यात्रा गर्दा गर्दा कुनै धेरै विघ्न बाधा आयो भने के गर्ने त भन्दाखेरि अब त्यही बेला अब गए गर्ने अब प्रवरण गर्ने समय छैन अब छ भने त्यतिकै सबै बाटोमा हिँड्दा हिँड्दै अब अनि भविष्यमा म यो विघ्न बाधा भएन भने अवश्य म 3 महिना बास गर्ने नै छु तर अहिले यस्तो भएको खण्डमा अनि हामी अब यहाँदेखि अब यो फुकिनु चाहन्छु भने यसरी नै अब बाटोमा आफूले ध्यान गर्दा गर्दै सम्झिँदा यसरी अब यो जुन 3 महिना बस्ने बाचा भन्नलाई चाहिँ फुकाउन सकिन्छ यो चाहिँ एकदम अचानक भएको होइन यो चाहिँ अब विशेष त अब आफूले अब कहिलेकाहीँ एकदम अचानक पर्दाखेरि यसरी गर्ने यो प्रवरण हो पहिला हामीले कर्म घुन्छौँ होइन कर्म कर्म अब यो हिउँदे धर्मको विषयमा डिबेट गर्ने क्रममा अब हामीले यो 3 मूल कुराहरूको विनय विषयमा हामीले चर्चा गरेको थियौँ छलफल गरेको थियौँ त्यहाँ गर्दाखेरि होइन अनि 3 महिना बस्नु पर्दछ है भनेर 3 महिना बस्ने हो भने यसरी हामी वाचा गर्यौँ पहिला मैले बताएको थिएँ अनि मैले बताएको क्रमदेखि प्रयास अब विभिन्न अब बसिरहेको छ त्यो खुसी व्यक्त गर्दछु किनकि यो चाहिँ के हो त एउटा बुद्धको एउटा छवि सत्य कला एउटा प्रदर्शन गर्ने सत्य कला अरूमा छाउनेको लागि यसरी गरेको भन्दाखेरि अब यो जुन अहिले गरिरहेको छ यो प्रथा चाहिँ एकदेखि अर्कोसँग फैलिँदै जाओस् भन्ने मेरो एउटा इरादा र एउटा इच्छा छ अब अब के बताउन चाहन्छु भन्दाखेरि अब बर्खा पहिलो बर्खा र दोस्रो बर्खा बताउनु पर्दाखेरि अर्थात् पहिलो ग्रीष्मकाल दोस्रो ग्रीष्मकाल यसरी बताउनु पर्दाखेरि अब खास हो भने होइन दोस्रो बाहेक पहिलोको चाहिँ अब आफूले स्वीकार गर्नुपर्दछ किन भन्दाखेरि यदि पहिलो जुन पहिलो ग्रीष्मकाल वर्षा चाहिँ हामीले अब बर्खामा हुने चाहिँ अब हामीले विधिहरू लिएन भने चाहिँ अब दोस्रो चाहिँ लिनु पर्दछ भनेर यदि विभिन्न अब डर त्रासहरू आफूलाई धेरै नै अब देवी प्रकोप लाग्यो विभिन्न अब विघ्न बाधाहरू मच्यो भने चाहिँ अब अनि पहिलो र दोस्रो दुवै नलिकन अब बुद्धको वचनले चाहिँ अब आफूले आस्था राखेर आफूले स्मृति राखेर अनि बुद्धले के भन्नुभएको छ भन्दाखेरि अब अनि जति साधना गर्दाखेरि साधना हुँदै हुँदैन सक्दै सकेन भने अब होइन अब त्यसलाई अब जबरजस्ती गर्नु पर्दैन जिद्दी गर्नु पर्दैन त्यसमा अब नले पनि हुन्छ भनेको छ जस्तो त्यही कारणले अब यसमा चाहिँ अब आफूले अब के हो त जति अब वर्षवास दिनुको लागि तयारी भए पनि विघ्न बाधाहरू मच्ची गऱ्यो भने अब आफूले त्यसमा चाहिँ अब नबसे पनि केही अब आफूलाई दखलहरू विघ्न बाधाहरू हुँदैन भनेको त्यही कारणले अब यो अनि कुनै ठाउँमा चाहिँ भिक्षुहरू छैन भने अब आफूले फेरि सङ्घहरू भिक्षुको सङ्घहरू पुगेछ भने फेरि अब वर्षवास बस्नु पाइँदैन विभिन्न त्यस्तै किसिमको अनि यो चाहिँ अब के हो त भन्दाखेरि अब यो स्थाबिराको अब निकायको विषयको त्यहाँदेखि आएको प्रथाहरूलाई मैले बताएको अब आजकै विशेष मुख्य अब यो विषयमा अब बताउनु पर्दाखेरि अब यो वर्षवास कसरी अब उत्पन्न भए त उत्पत्ति भए त भने यसको विषयमा बताउनु पर्दाखेरि अब पहिलो कालीन बुद्धकालीन बुद्ध र बुद्धको चेला धेरै ठाउँमा अनिश्चित ठाउँमा पाल्नु भयो एक ठाउँ बस्नु भएन अब बस्दाखेरि पनि उहाँहरू अब एउटा रुखको छारी मुनि होइन अनि एउटा कोही अब जङ्गलतिर बस्नु भयो अहिले एकदम ठुलो सिमेन्ट विलासले बनाएको घरमा बसेको थिएन त्यो बेला त्यही कारणले अब वर्षवासमा चाहिँ के हो त धेरै पानी पर्ने सम्भावना होइन धेरै पानी बाढीहरू बग्ने अब पहिरोहरू हुने हुँदाखेरि त्यस्तोमा अब त्यहाँ निहालेर त्यस्तोमा हेरेर त्यस्तै गरी त्यो बेला अब भर्खर के हो त फेरि विभिन्न घाँसहरू विभिन्न फुलहरू फक्रिएको अनि घाँसहरू होइन त्यस्तै गरी विभिन्न अब कोपिलाहरू पौलीहरू फैलिरहेको
अब डाँडा पखेरा पौवा विभिन्न अब हरियाली भएको हैन त्यो बेला अब धेरै अब यो किरा हैन दूषित किराहरू अब लमखुट्टे लगायतका विभिन्न विषालु किराहरू साँपहरूको बच्चा काट्ने त्यस्तो हुँदाखेरि त्यो बेला आफू टाढोबाट हिँड्यो भने आफूलाई धेरै के हो त प्राणीलाई पनि धेरै अब नोक्सान र धेरै अब हानि आफूलाई पनि धेरै अब धेरै प्राण अब एकदम जाने खतरा हुँदाखेरि अनि 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 धेरै ठाउँमा जानु नभएका अब जानु नपाउने आफूले प्राणमा दखल हुने भएकोले एकै ठाउँमा अनि बस्नुको लागि अब हुनुको लागि विघ्न बाधा नहुनुको लागि अब 3 महिना यसरी बस्नुपर्छ भने यसरी अब यो वर्षवासको प्रथा सुरु भयो अब अहिले हो भने त्यतिकै अब एउटा त्यसमा रस छैन किनकि एउटै ठाउँमा पहिलादेखि बसेको हुँदाखेरि बर्खा आउँदाखेरि त्यहाँ बस्दा त्यति अब रस र त्यति अब भित्र अब मनदेखि आउँदैन किनकि पहिला हो भने अब एक धेरै ठाउँमा अनिश्चित कालमा लामो यात्रा गर्यो हैन अब बर्खा बासमती झट्ट भित्र एक ठाउँ बस्दाखेरि त्यसमा रसहरू आउने ध्यान लाग्ने त्यस्तो हुँदछ त्यही कारणले गर्दाखेरि पहिला चाहिँ एकदम के हो त यार्ने अर्थात् वर्षवास भन्दाखेरि के हो त एकदम स्पेशल एकदम विशेषताको एउटा अनुभव थियो अब हुन्थ्यो अब अहिले हाम्रो यो अहिलेको काल हो भने के हो त अहिलेको कालमा हामीले हेर्ने हो भने जुन बुद्धकालीनमा घटेको जस्तै हामीले अब यो यार्ने अर्थात् वर्षवासको एउटा अनुभव चाहिँ हामीले पाउँदैनौँ तर त्यसको एउटा सिलसिला प्रथाहरू नबिलाउनको लागि नष्ट नहुनुको लागि यसरी आइरहेको छ अब एउटा इन्डियाको एउटा महान एउटा एसआर गोयलले के बताउनु भएको छ त भन्दाखेरि यो यार्ने अर्थात् वर्षवास यो वर्षवास चाहिँ को बस्ने गरेको छ त भन्दाखेरि यो एसआर गोयलले के भनेको छ भन्दाखेरि यो अनि वर्षवास बस्ने चाहिँ अब जस्तै कि अब यो ब्राह्मण जाति पनि बस्छ जैन धर्म पनि बस्छ दिगम्बर पनि बस्छ त्यस्तै गरी अब बौद्धहरूको साझा अभ्यास पनि रहेको छ यसरी अब यो भारतीय विद्वान एसआर गोयलले बताएको छ अब यो वर्षवास भनेको चाहिँ 3 महिनासम्म चल्ने हुँदाखेरि अब हैन एकै ठाउँमा एकै स्थानमा बास गर्ने भएकोले यसलाई वर्षवास भनेको हैन त्यही कारणले गर्दाखेरि अब यो वर्षवास फेरि अब एउटा गाउँ बस्तीको नजिकै बस्नु पर्दछ किनकि अब त्यो बेला टाढो जानु पाउँदैन हिँड्नु पनि पाउँदैन खाना त भोजन त लिनु पर्यो त्यो लिनुको लागि एकै ठाउँमा जुन अब आफूलाई भिक्षा मिल्ने ठाउँ नजिकमा एकै ठाउँमा बास गरे त्यस्तै अब स्थान मिलाएर बस्नलाई चाहिँ अब वर्षवास भनिन्छ त्यस्तै गरी अब त्यहाँ बस्ने अब दाताहरूलाई पनि एक किसिमको त्यहाँ बस्ने अब मान्छेहरू धेरै फाइदा हुन्छ किन त भन्दाखेरि त्यहाँ हुने टोलमा हुने बस्तीमा नगरमा हुने मान्छेले के हो त एक किसिमको के हो त अनि धर्म प्रवचन सुन्नु पाउने राम्रो कामको कुराहरू लक्ष्य सुन्नु पाउने र ध्यानको एउटा ध्यान लाग्ने हुँदाखेरि अनि त्यो यसले के जनाउँछ त भन्दाखेरि एउटा गृहस्थी र भिक्षु वर्गलाई सत्य एउटा धर्ममा जोड्ने एउटा सत्य र पुल जस्तो जनाउँदछ त्यही कारणले यो सङ्घ र अनि यो बाहिर गृहस्थी अनि जनको बीचमा सम्बन्ध गहिरो र सुदृढ पार्ने पुल जस्तै थियो हुँदछ त्यही कारणले यो यार्ने भनेको चाहिँ के हो त वर्षवास भनेको चाहिँ एउटा एसआर गोयलले के भनेको छ त भन्दाखेरि भन्नुभएको छ त भन्दाखेरि यो वर्षवास भनेको चाहिँ गृहस्थी र यो सङ्घ भिक्षु वर्ग सङ्घले के एउटा नजिक एउटा सत्यमा दयामाया करुणालाई नजिकमा ल्याएर एउटा सत्य नै एउटा ज्ञानलाई जोड्ने एउटा पुल जस्तो भएको छ भने अनुभव
अब अहिले हो भने त हामी त 2-3 किलोमिटर गएर यसरी फर्केर आउने कुरा आउँदछ अहिले तर पहिलेको बुद्धकालीनमा अब यो के हो त टाढो यात्रा गर्ने भने धेरै लामो धेरै यात्रा अब गर्नुपर्ने आफ्नो ठाउँ स्थिर छैन कुन ठाउँमा आफूले त्यहाँ पुग्दाखेरि बनाइदिएको ठाउँ बस्ने ठाउँ छैन आफै खोजेर बस्नुपर्ने त्यसको लागि धेरै अब अनिश्चित स्थानहरूमा पर्नु हुन्थ्यो हैन अनि अहिले यो हप्ता यहाँ बस्यो अर्को हप्ता अर्कै ठाउँमा यसरी ठाउँ साथै यसरी अब ज्ञानको खोजीमा ध्यानको धर्मको साधनामा यसरी लाग्नुहुन्छ त्यस्तोले चाहिँ अब यात्रा गर्ने भनिन्छ तर यो बर्खावासमा चाहिँ त्यसरी अब गर्दाखेरि धेरै खतरा भएको हुँदाखेरि हैन यात्रा गर्नुको लागि अब रोककाल गरिएको अब त्यसमा चाहिँ अब एक किसिमको 3 महिनासम्म चाहिँ अब यात्रा गर्नु नहुने एक ठाउँमै बस्नुपर्ने त्यस्तो अब एउटा धर्मको ज्ञानलाई फैलाउनको लागि गृहस्थीहरूलाई ज्ञान बाँड्नको लागि चाहिँ अनि सबैलाई बुझ्नुको लागि यसरी अब यार्ने अर्थात् वर्षवासको एउटा प्रचलन सुरुवात भयो अब फेरि धेरै अब यहाँ वर्षवास बस्दाखेरि धेरै सङ्घहरू हुन्छ त्यहाँ भिक्षुहरू हुन्छ हैन हुँदाखेरि अब धेरै जंगलदेखि बस्तीदेखि धेरै टाढो हो भने फेरि अब वर्षवासमा हिँड्नु मिल्दैन यताउता त्यहाँ फेरि अब भिक्षाटन गर्नु पनि मिल्दैन नहुँदाखेरि अब यताउता अब जानु नमिलेको हुँदाखेरि जुन वर्षवास बस्ने ठाउँ चाहिँ एउटा नगर एउटा बस्ती गाउँभन्दा नजिक त हुनुपर्छ नजिक हुनुपर्छ अब यो वर्षवास बस्ने दुईटा ठाउँ अब यसरी दुईटा ठाउँ अब नाम भएर पुग्यो एउटा के हो त एउटा आवासा भन्ने एउटा आरामा भन्ने एउटा आवासा भनेको चाहिँ अब खेबर घिच्ने भनेर अब विशेषता ठाउँलाई बुझ्दछ आरामा भनेको कुङ्गर हावालाई बुझ्दछ अब जुन चाहिँ यो 3 महिना बस्दाखेरि त्यो ठाउँ चाहिँ एकदम आराम गर्ने एउटा हामीले निवास भन्छ त्यस्तै किसिमको एउटा भिक्षुहरू बस्ने एउटा आवास निवास भएकोले त्यहाँ बस्दाखेरि अब आरामदायी धेरै टाढो हिँड्नु नपर्ने हैन त्यहाँ अब आफूले ध्यान गर्दाखेरि ध्यान लाग्ने धेरै कष्ट नहुने त्यस्तो भएकोले आराम मिलेको हुँदाखेरि त्यसलाई चाहिँ अब आराम आवास भनिएको अब जुन अब 3 महिनासम्म त्यो बस्यो कि अब कुटीहरू बन्यो तर यो चाहिँ सधैँ नै स्थिर रहने त्यो ठाउँ गुम्बा मठ मन्दिर भए त हुँदैन फेरि 3 महिना सकिसकेपछि त्यहाँदेखि फेरि त्यो ठाउँलाई आफूले अब नपक्डिकन त्यसको अब मालिक नगरिकन त्यहाँदेखि जानु पर्यो अर्को ठाउँमा हैन त्यसरी गर्ने क्रममा अनि जुन भिक्षुहरू संघहरू वर्षवास बसेको त्यो ठाउँ चाहिँ पछि गएर त्यो चाहिँ के हो त भन्दाखेरि अब अनि दानदाताले चढाउँदै गर्दै पछि यसरी बिस्तारै कालान्तर त्यो चाहिँ अब मठ मन्दिर बन्ने त्यहाँ प्रार्थना गर्ने ठाउँ बन्ने यसरी बन्दै गयो अब जुन अब दानदाता हुन्छ नि जुन वर्षवास गराउने एउटा ठाउँ अब स्थान प्रदान गराउने दानदाताले यो साल वर्षवास गरायो फेरि 3 महिना सकेर गयो भने अर्को वर्षमा फेरि उहाँले स्वागत गरेर फेरि यहाँ अनि यहाँ अब एक किसिमको फेरि पनि वर्षवास बसिदिनु भनेर यसरी आग्रह गर्दा अनुरोध गर्दाखेरि फेरि भिक्षुहरू पाल्नु हुँदाखेरि एक किसिममा धर्मको नजदिक ध्यानमा नजदिक साधनामा नजदिक हुँदाखेरि यसरी अनि फैलिएर गयो र बुद्धकालीनमा त्यो मठ मन्दिरहरू हुन सकेन त्यो जहिले पनि के हो त किसिमको अनि 3 महिना बस्यो फेरि छाडेर गएर फेरि अब अर्को ठाउँमा ध्यान गरेर फेरि बर्खापात हुँदै त्यहाँ आउने यसरी हुँदै गएर कालान्तर अहिले आएर अब ठाउँमै अब त्यो स्थिरता कहिले एकै ठाउँमा ठहरिने अब मठ मन्दिर गुम्बाहरू बनेर गयो त्यही कारणले गर्दाखेरि अब
पहिला पनि अब यहाँदेखि चाहिँ भिक्षु वर्षवास गर्ने ठाउँ हो यहाँदेखि बाहिर चाहिँ अब एक किसिमको के हो त गृहस्थीहरू तपाईँहरू दान तथा बस्ने ठाउँमा छुट्याएको थियो तर अहिले जस्तो हो भने त अहिले आफ्नै भयो त्यो फरक छ हैन अब एउटा प्रश्न के आउँछ भन्दाखेरि भिक्षुहरूले यसरी अब हैन अर्कोले दिएको यसरी भोजनहरू आफूले ग्रहण गर्नुको कारण जीविका चलाउनुको कारण के हो त भन्दाखेरि हैन अब आफ्नो भएको ठाउँ पनि अब बसेको ठाउँ पनि फेरि अरूलाई फेरि 3 महिनापछि छाडेर जानु पर्दछ हैन यसरी एकदम धेरै कठोर त जीविका चलाउनुको कारण के हो त भन्दाखेरि अब के हो त इच्छा सहन र सन्तुष्ट हुनुको लागि यसरी अनि दिउँसो खाना नखाने हैन अनि आफूमा लोभ आसक्ता त्यस्तो गरी विभिन्न अब त्यसमा अब के हो जेमा भए पनि आसक्त नहुने जेमा भए पनि मन सन्तुष्ट र सन्तोक हुनुको लागि यसरी अनि सामान्य यसरी अब उहाँले जीविकाको लागि भोजन लिनु भएको किन त भन्दाखेरि अब अनि आफू ध्यान गर्दाखेरि ध्यान लाग्नुको लागि आफ्नो मेहनत फैल्नुको लागि अनि आफ्नो उद्देश्य आफ्नो एउटा सपना एकदम स्पष्ट पार्नुको लागि त्यसरी आफ्नो अब यसरी जीविका चलाउने भोजनहरू अब चलाउँथे अब आज पनि खाना खोज्नु गए भिक्षमा भोलि पनि गए झन्डै जाँदा यसरी गरेर अनि ध्यान गर्ने धेरै समय पाएन भने अनि आफ्नो उद्देश्य के हो आफ्नो सपना के हो भन्ने अब त्यो बिर्सेर जाने र सपना भुलेर जाने र आफ्नो उद्देश्यलाई अब आफूले निहाल्न नसक्ने तर वर्षवास 3 वर्ष बस्दाखेरि 3 महिनासम्म त्यहाँ बस्दाखेरि अब खाना पनि अब अरूले दिएको मात्रै खानुपर्ने दुनियाँ अब लुगा पनि आफूले धेरै अब लाउन नपाउने ध्यानमा 3 महिनासम्म कठोरता रहनु पर्ने किन भन्दाखेरि त्यसो गर्दाखेरि मेरो ध्यान चाहिँ यो रहेछ मेरो उद्देश्य यो रहेछ मेरो मोक्ष निर्माण यो रहेछ भने स्पष्ट हुनुको लागि यसरी बसेको अब साधना ध्यान बाधा अवरुद्ध नहुनको लागि हो हैन त्यस्तो गरी अब फेरि यो एकदम कठोर ध्यान चाहिँ फेरि ब्राह्मण त्यस्तो गरी जैन धर्मको गुरुहरूले माने एकदम कठोर तपस्या त्यस्तो होइन किनकि अब के हो त भन्दाखेरि अब प्राणीहरूलाई हानि हिंसा मन नहुने आफूलाई ज्ञानमा अब प्राप्त गर्नुको लागि अब बिना बाधा पनि नहुने दुवै अब अन्तमा पतन नहुने ज्ञानलाई अब यसरी आफूले पक्रेको ज्ञानलाई चाहिँ अब एउटा विधिले चाहिँ हामीले यसलाई चाहिँ वर्षवास भनेर यसरी बुद्धले बताउनु भएको छ त्यही कारणले गर्दाखेरि यो अब जस्तो कि अब यो ब्राह्मण र यो जैन धर्महरू मान्नेहरू चाहिँ के हो त अनि धेरै कठोर ध्यान गर्दछ हैन खाना नखाइकन धेरै महिनासम्म अब यो निराहार प्रपात ध्यान गरेर आफूलाई जिउलाई भोक्को राखेर हैन अनि ज्ञान पनि एकदम कमजोर यो ज्ञान कमजोर भयो भने के हो त एक किसिमको साधना गर्नु मन पनि एकदम कमजोर मन कमजोर भयो भने ध्यान कमजोर हुन्छ ध्यान कमजोर भयो भने उद्देश्य अलिनो हुन्छ उद्देश्य अलिनो भयो भने आफूले सोचेको कुरा कहिले पनि साकार हुँदैन त्यही कारणले अनि यो वर्षवासमा चाहिँ भिक्षुहरूले बुद्धले बताउनु भएको छ फेरि यो के हो त एक किसिमको ब्राह्मण जाति र यो जैन धर्मले गर्छ एकदम कठोर तपस्या निराहार जस्तो नगरिकन हैन एउटा जीविका चलाउनको लागि एउटा एक थाक भोजन गरेर ध्यानलाई स्पष्ट गरेर अनि दुवै ठाउँमा पत्ता नहुने गरी यसरी ध्यानलाई
उक्साउनु ध्यानलाई फैलाउनु नै एक किसिमको यो कौशलता यो बुद्धको ज्ञान चाहिँ यो केमा थियो भन्दाखेरि चाहिँ बर्षबासमा थियो। अब पोषदको विषयमा सोझौँको विषयमा सोझौँ र गए अर्थात् पोषद र यो प्रवरणको विषयमा बताउनु पर्दा 다 소중한 가 이거 어디 가는 슬라비미나 땅아 시순 그 나로네 야네디 시순이지 다데네 अब यो तीन स्रोतहरु छ। अब वर्षबास भनिसके। अब दोस्रो दुईटा छ। तीन स्रोतमा एक स्रोत गए एउटा त्यो चाहिँ वर्षबास थियो। दोस्रो चाहिँ के हो त भन्दाखेरि पोषद र अनि प्रवरण हो। अब अहिलेको यो तत्कालीन हामीले यो भोटमा चलिएको बोल्ने कला जस्तो बोल्ने प्रथा र यो अनुसन्धानकर्मीले बताएको चाहिँ अलिक मिल्दैन। यो पोषद भनेको चाहिँ के हो त भन्दाखेरि अब बौद्धहरूले अब यो गर्नु कारण के हो त भन्दै अब जुन चाहिँ अब ब्राह्मणहरू चाहिँ पूजा आजा गर्नु हैन वन्दना आराधना गर्नु अत्यन्त अनि धेरै मान्ने धेरै चलन गर्ने। किन भन्दाखेरि त्यो गरे भने किसिमको अनि अब आफूले अब यसरी प्रार्थना साधना गरे भने जे गरेको कुरा सबै साकार हुने। अब शान्त हैन त्यसै गरी अब वृद्ध त्यसै गरी वशीकरण अनि अब अनि विस्तार यस्तो सबै कर्महरू फैलेर जाने भन्दाखेरि यसरी उहाँहरूले अब ब्राह्मण यसरी सोच्यो हैन। अब बौद्ध कर्मीहरूले चाहिँ एउटा बौद्ध कर्मीहरूले बुद्धिस्टहरूले चाहिँ के हो भन्दाखेरि अनि उहाँहरूलाई चाहिँ अब यसरी अब उहाँहरूलाई निन्दा गरेर त्यसरी गरेर हुँदैन हैन। अनि नाग पूजा गरेर विभिन्न अब नाग पूजा गर्ने विभिन्न अनि नदी पूजा गर्ने विभिन्न बलिको पूजा गर्ने विभिन्न निहार गर्ने यसरी यो व्यर्थको कुराहरू यसले धेरै ज्ञान प्राप्त हुन धेरै समय लाग्छ। त्यो भन्दा पनि धेरै राम्रो ज्ञान के हो त भन्दाखेरि मनको ज्ञानले उँभो ल्याउने हैन। यसले यसरी मनको ज्ञानलाई अघि ल्यायो भने बाहिरको शरीरको ध्यान पनि फैलिएर जान्छ। यसरी अब बौद्ध भिक्षुहरूले बुद्धिस्टहरूले यसरी आउने क्रममा अब यो सोझौँ अब पोषद भन्ने आयो। अब बुद्धकालीनमा अब भनौँ न बुद्धकालीनमा अब नि भगवानलाई पूजा गर्ने भगवानको नाम जप्ने भगवानलाई अब भगवानको नाममा अब दान चढाउने भगवानको नाममा यो गर्ने भगवानको नाममा विभिन्न पिण्ड चढाउने त्यस्तो के भनौँ न मरेको नाममा पिण्ड चढाउने विभिन्न अब त्यस्तो अब भनौँ न अब त्यो बुद्धकालीनमा बुद्धले अब बुद्धकालीनमा त्यस्तो धेरै अब चलन थिएन। तर वज्रयानमा त्यस्तो छ। तर पनि के हो त भन्दाखेरि अब यो बुद्धकालीनमा चाहिँ अब विभिन्न यो यस्तो कुराहरू प्रथाहरू चाहिँ यो ब्राह्मण र यो जैन धर्ममा धेरै फैलेको हुन्छ। उनीहरूलाई अब उहाँहरूलाई रोकथाम गरेर उहाँहरूलाई अब यसरी होइन भनेर यसरी खण्डन गरेर अब के हो त बाहिरी शरीर र वचनको ध्यान भन्दा पनि मनको ध्यानलाई चाहिँ बाहिर प्रत्यक्ष रूपमा ल्याउनु नै एकदम उद्देश्य राखेर यसरी अब अभ्यास गर्नुले चासो दिनुहुन्थ्यो। यसरी आधार यसमा राख्नु बुद्धकालीनमा के हो त यो सोझौँ अर्थात् पोषण लिने एकदम थोरै थियो विधिहरू पछि गएर धेरै बढ्दै धेरै आयो। विशेष गरी अब के गर्थ्यो भन्दाखेरि अब सोझौँ भनेको चाहिँ पोषण आफूले सुधार्ने काम हैन। अब आफूले के हो त एक किसिमको अब अनि सोध्ने एक आपसमा के हो त अब एक आपसमा सहायता गर्ने हैन।
एक आपसमा दयामय करुणाको ज्ञान बाँड्ने अनि एकदम अत्यन्त महत्त्वपूर्ण मान्दथ्यो त्यही कारणले गर्दाखेरि विनय अनि विनयमा हेर्ने हो भने अनि अनि सङ्घहरू समय समय भेला भएर अनि के हो त अनि एक आपसमा के हो त उपदेश दिने एक आपसमा अर्थी बाँड्ने एक आपसमा सत्य त ज्ञानको बाँड्ने एक आपसमा सत्य त मनको रोष्टी ज्ञानहरूलाई अनि फैलाउने त्यस्तो गर्थे त्यसलाई चाहिँ कर्मको विधि भनिन्छ यो अब यसरी समयलाई अब एउटा निर्धारण गरेर यो समयमा आउनुपर्छ भनेर यसरी अब दुईटा समय मिलाउँछ एउटा चाहिँ के हो त पोषता भन्छ अर्को चाहिँ के हो त भन्दा प्रवरण भएको छ राखिएको छ अब यो पोषत भनेको के हो भन्दाखेरि यसको अब यसको माने बदल्नु पर्दाखेरि अब पोषत भने के हो भने यसको माने बुझेन भने अब जति हामीले माने पनि त्यति अब राम्रो हुँदैन बुझ्दै नबुझेसम्म यो पोषत भनेको चाहिँ पहिला बुद्धिस्टलाई भएको भएन यो पहिला तार्किक ब्राह्मणलाई भएको कुरा हो ब्राह्मणहरूले पालना गरेको अनुष्ठान वा अभ्यास थियो अनि भारतीय अब विद्वान भनौँ न पछि अब बुद्धिस्टमा यसरी यसलाई अब लियो अब यहाँ भारतीय विद्वान एसआर गोयलले के भनेछ भन्दाखेरि अब यो ब्राह्मण जातिमा यो ब्राह्मणले धेरै नै यो पोषतको पालना गर्थ्यो र पछि गएर यो राजा बिम्बिसारको विचारलाई पछ्याएर बुद्धले अनि पोषत मनाउने पोषतलाई ग्रहण गर्ने मनाउने नियम बनाउनु भयो भन्ने एउटा व्याख्या गरेको छ अब उहाँले फेरि के भन्नुभएको छ भन्दाखेरि होइन यो एसआर गोयलले चाहिँ यो के भन्नुभएको छ भन्दाखेरि यो पोषत गर्ने क्रममा चाहिँ अब धेरै के वन्दना गर्नुपर्छ के पढ्नुपर्छ उपदेश के छ त भन्दाखेरि अब यो कुनै पनि पाप कर्म गर्नु हुँदैन कुशल कर्मलाई अब जोड दिनुपर्छ भने यो चाहिँ वन्दना गर्नुपर्दछ यसरी अब धेरै दोहोऱ्याएर मौखिक शिक्षाहरू गर्थ्यो अनि यो पढिन्थ्यो भने यसरी उहाँले बताउनु भएको छ पछि गएर अब बुद्धको कालीनमा चाहिँ बुद्धले अब त्यसरी के कसरी अब यो पोषत गर्दाखेरि के अनि अनि त्यो जुन विनयमा भएको शीलहरू त्यहाँको अब नियमहरू त्यहाँको अनुशासनहरूलाई अनि यसरी पढ्दै 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 अनि आफ्नो शीलहरूलाई अनि सुधार्दै सुधार्दै यसरी गर्नु पर्दथ्यो अनि यो पोषत गर्ने क्रममा अब कुनै अब उपदेश उल्लङ्घन भएको खण्डमा भयो भने तिनीहरूलाई अब लुकाएर नराइकन अब लुकाएर नगरिकन मैले यस्तो गल्ती गरेछ भने स्वीकार गरेर नि सङ्घले त्यसलाई अब सङ्घको बीचमा अब प्रत्यक्ष रूपमा बताएर अब त्यसले जुन जुन अब बिग्रिएको छ त्यसलाई सुधार्ने काम गरिन्छ त्यसलाई चाहिँ अब के हो त जुन बिग्रिएको कुरालाई चाहिँ अब सुधार्ने जुन अब पुण्यलाई चाहिँ अब फैलाउने आफ्नो गल्तीलाई चाहिँ सुधार्ने त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि पोषक सोचौँ भनिन्छ यो सोचौँ अथवा पोषक गर्ने चाहिँ अब सबैको हिन्दूमा नि छ यो बुद्धिस्ट सबैमा छ प्रायः छ यो जैन धर्ममा पनि छ यो 6 प्रकारको रहेको छ यो कहिले कहिले अब यो उपसद लिने समय छ त भन्दाखेरि उपसद लिने अब अष्टमी त्यस्तै गरी अब पूर्णेको अग्लो दिन हैन पूर्णेमा त्यस्तै गरी अब यो
अनि कृष्ण पक्षको अब 3 गतेको दिन त्यसै गरी अब औँसीको अग्लो दिन अनि औँसीको दिनमा हैन यो बेला चाहिँ अब पोषण गर्ने छ भने यसरी बताएको छ त्यो बेला के गरिन्थ्यो त अब भन्दाखेरि त्यो बेला चाहिँ अब के हो त अब प्रति मोक्षको अब यो सूत्र पढिन्थ्यो त्यो सोजन गर्ने बेलामा पोषण गर्ने बेला चाहिँ विभिन्न गृहस्थीहरू आउनु भएर अनि यसरी अब अनि त्यो बेला अब राम्रो दिनहरू पवित्र दिनहरू मान्दथ्यो त्यो दिनमा चाहिँ गृहस्थीहरू आएर अनि धर्म प्रवचन सुन्ने यसरी अब गुम्बामा आउने मठ मन्दिरमा आउने बुद्ध कालीनमा थियो किन त भन्दाखेरि अब अनि त्यो दिन चाहिँ विभिन्न अब भगवानहरू आकाशदेखि आइरहेको हुन्छ हैन अनि पहिलो तिथिमा दोस्रो तिथिमा द्वितीय तृतीय पञ्चमी विभिन्न यो भगवान आउँदाखेरि अब औँसी र पूर्णिमा विशेष त भगवानहरूको प्रवेश हुने हुँदाखेरि अनि अत्यन्त आदि यो औँसी पूर्णिमा चाहिँ अब एकदम अब राम्रो दिन मानेको राम्रो तिथि मानेको हुँदाखेरि अनि भिक्षु भएको ठाउँमा आउँथ्यो र अनि जुन औँसी पूर्णिमा अब यो पोषकको समय हुँदाखेरि त्यो बेला अनि के हो त उपासकको यो गृहस्थीहरूले उपासकको अनि शिल लिएर यसरी हामी पुण्यलाई फैलाउँथ्यो त्यो प्रचलन थियो हैन सँगले उनीहरूले 5 उपदेश र धर्मको शिक्षा दिने गर्दथे मठमा हरेक महिना 2वटा अब यो पोषक पर्व हुन्थ्यो पोषकको अघिल्लो साँझ भिक्षुहरू मात्र भेला हुन्छन् प्रति मोज सूर्य पर्थ्यो तिब्बती विनय गर्दा पोषक दिनमा मनाउने हो भने साँझ भिक्षुहरू नै अब यसरी अब अभिधर्मको बारेमा छलफल गर्ने रातभर जम्मा हुन्थ्यो तिब्बती ग्रन्थ अनुसार अब यो गेलोङहरू भनौँ न एक किसिमको अब तिब्बतको विनय ग्रन्थ अनुसार गर्ने हो भने भोलि अब पोषण गर्दैछ भने आज बेलुका साँझमा सबै भिक्षुहरू गेलोङहरू सबै भेला भएर अनि अभिधर्मको विषयमा छलफल गर्दै कसैले भनेकोमा चाहिँ यो अभिधर्म भनेको चाहिँ अब पछि अब उत्पन्न भएको हो भनेर पनि भन्ने कुराहरू रहेको छ जे भए तापनि अब यो यसले अब पछि गएर यसलाई के भनेको छ त भन्दाखेरि अब यसलाई यो भिक्षुहरूले चाहिँ अब रातभर यसरी यो अभिधर्मको विषयमा रातभर छलफल गरेर त्यसमा अब समीक्षा गरेर हैन यसरी अब छलफल गर्थ्यो अनि गरेर भोलि बिहान चाहिँ अब यो अनि पोषण गरिथ्यो भन्थ्यो किन भन्दाखेरि अब धर्मको विषयमा छलफल गरे भने भोलि पोषण गर्ने बारेमा अत्यन्त राम्रो हुन्छ अब बिहान अब उष्मा कालमा अब अहिले हो भने अब उष्मा काल चाहिँ अब राति 2-3 बजेको समयमा अब यसरी अब यो अनि 2-3 बजे यसरी उपवास गर्नु पर्थ्यो अब यो सर्वस्ती निकाय अनुसार अब अनि बुद्ध के बताउँछ भने बुद्ध अब कालीन बुद्ध अब बस्नु भएको छ भने चाहिँ बुद्धै बसेर अब यसरी अब यो उहाँले पोषण गर्नुहुन्थ्यो यदि अब बुद्ध नभएको खण्डमा चाहिँ अब वरिष्ठ अब स्थविरहरू बस्नु भएर यसरी अब अनि यो पोषण गर्नुहुन्थ्यो अनि त्यो बेला भिक्षुहरू चाहिँ के श्रमणेनहरू चाहिँ बाहिर राखेर पहिला अनि भिक्षुहरू गेलुङहरू चाहिँ नि पोषण गरिन्छ त्यो गर्ने बेला चाहिँ अब के अब वन्दना गर्नु पर्दछ त भन्दाखेरि अब जुन मनमा राखेर याद गरेर त्यसलाई चाहिँ अब घोकेर त्यसलाई चाहिँ अब के अनि प्रतिमोक्ष सूत्र चाहिँ अब पढ्नु पर्थ्यो
यो अनि अब यो प्रतिमोच सूत्र भनेको चाहिँ डल्लै पहिले आएको होइन त्यसमा चाहिँ अब जाँच गर्दै गर्दै बिग्रेकोले सुधार्दै सुधार्दै पछि आएर प्रतिमोच सूत्र भन्ने बन्यो पहिले अनि आएको थिएन अब प्रश्न आउँछ प्रतिमोच सूत्र अब यो नबने अगाडि के पर्छ त भन्दाखेरि त्यो बेला के गर्थ्यो त अब के पर्थ्यो वन्दना गर्थ्यो भन्दाखेरि कुनै पनि पाप नगर्नु सत्य काम गर्नु सत्य अनि एक किसिमको अब यो राम्रो काम गरेर आफ्नो मनलाई सुधार्ने यही नै बुद्धको अनुसार शिक्षा हो शिला हो भनेर यसरी गर्छ हैन अनि मेरो काया औकत चित्त अनि सबै अब शिलाले अब शुद्ध छ हैन भने यसरी अब सबै राम्रो छ मेरो भने यस्तो पाठ अब पढ्ने हैन अनि मेरो तीन कायाले कुनै पनि म नराम्रो काम गर्दिन यस्तो वन्दना गर्ने पर्छ त्यो पर्थ्यो प्रतिमोच सूत्र नबन्नु त्यसले अगाडि बुद्धकालीनमा पछि अब बुद्धकालीनमै बुद्धले अब विभिन्न अब त्यो शीललाई अब गर्ने तरिकाहरू अनुशासन राख्दा 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 अनि प्रतिमोच सूत्र यसरी बन्दै गएर पछि अब पोषण गर्ने क्रममा चाहिँ अनि यो के हो त पछि गएर अनि यो प्रतिमोच सूत्रलाई वन्दना गर्यो हैन यो चाहिँ अब के हो त कण्ठ गर्नुपर्छ त्यो चाहिँ मनमा पढ्नु पर्छ किनकि अब भिक्षु बनिसकेर शील आफूमा छ तर पनि प्रतिमोच सूत्र अब मोक्ष सूत्र आफूमा यादमा छैन भने मैले नियम के हो मैले अनुशासन कस्तो अनुशासन मैले के गर्नु मिल्छ के गर्नु मिल्दैन थाहै त्यही कारणले अनि त्यो बेला बुद्धकालीनमा अब त्यो जुन बुद्धको वचनहरू प्रतिमोच सूत्रहरू एक किसिम के हो त अब लिपिबद्धमा थिएन अक्षरमा उतारेको थिएन त्यही कारणले मनमा राख्नु पर्थ्यो अनि मनमा त अनि मनमा राखे धेरै नै फाइदा छ किनकि आफू जता गए पनि त्यो अनि आफूले पुस्तक किताबको भारी नभइकन मनमा भएको हुँदाखेरि जता गए पनि लागेर जानु पाउँछ हैन जुन बेला नै पढ्नु पायो अनि त्यो याद नभयो भने मैले के गर्नुपर्छ के गर्नु हुँदैन के गर्नु हुँदैन सबै स्पष्ट हुँदै छर्लङ्ग हुन्छ त्यही कारणले गर्दाखेरि अनि भिक्षुहरूले चाहिँ यो अनि प्रतिमोच सूत्र अनि पढ्नुपर्छ यो पढिसकेर बल्ल अनि बाहिर अब दैलोको बाहिर अब एक किसिमको यो श्रम ऋणहरू घेचुला राखेको उनीहरू फेरि बोलाउँछ बोलाएर अनि यो चाहिँ के हो त 15 दिनपछि एकचोटि अब अनि 15 दिनको भित्रमा एकचोटि अब पोषण गर्छ अनि 15 दिन भित्र गरेको आफ्नो विभिन्न गल्तीहरू दोषहरू चाहिँ प्रत्यक्ष रूपमा नलुकाइकन मैले यो गल्ती गरेँ मलाई क्षमा पाऊँ भनेर यसरी अब अनि मैले यो गरेँ भन्ने अब नलुकाइकन अब यसरी बताउने क्रमलाई अब यसरी अब पापहरूलाई अब सुधार्दै अब धर्महरूलाई चाहिँ अब फैलाउँदै यस्तो गर्ने क्रममा चाहिँ अब पोषक भनिन्छ त्यही कारणले गर्दाखेरि यसरी अब अनि प्रतिमोच पुरा भयो तब सम्पूर्ण अनि सूत्र वचन गर्ने परम्पराको विकास भयो त्यही कारणले अनि अब यो पहिलो क्रममा भयो अब अनि दोस्रो क्रममा चाहिँ अब के हो त अब 3:30 मा हो पहिलो अब धर्म गर्ने क्रम चाहिँ 2 बजे हो दोस्रो चाहिँ 3:30 मा हो अनि 3:30 हुन सकेन भने चाहिँ 5 बजे गर्नु पर्दछ भनेको अब यसरी बिहान बिहान उठेर यसरी अब पोस्ट गर्नु कारण के हो त अब सोध्यो भने त्यसमा कारण छ बिहान एकदम रिमरिममा एक किसिमको बिहानै अब एकदम 2 बजे 3:30 मा एक किसिमको पोस्ट गर्नु कारण चाहिँ गृहस्थीहरू नआउनुको कारण हो कहीँसँग अब किन भन्दाखेरि अब ढिलो भयो भने अब फेरि गृहस्थीहरू आउँछ उनीहरूले के हो त अनि किन गृहस्थीहरू नआएको बेलामा यो पोस्ट गर्नु पर्यो भन्दाखेरि त्यही बेला के हो त भिक्षु लामो भित्र चाहिँ के हो त किसिमको अनि त्यही बेला अब गल्तीहरू त्यही बेला बताउनु पर्ने हुन्छ हैन गल्तीहरू आफूले गरेको
नराम्रो कुराहरू अब त्यो अब आफूले पाप देशना गरेको हुँदाखेरि त्यो अनि बाहिर गृहस्थी मान्छेले अब दोष गल्तीहरू बदन गरेर बाहिर गृहस्थीहरू सुन्दियो भने अनि यसले मैले यो गरेँ यो गरेँ यो गरेँ यसले गर्छ त्यो मान्छेले सुने गृहस्थीले सुन्यो भने अनि गृहस्थीको मनमा के उब्जिन्छ भने यो भिक्षुक त अनि ध्यान नगरिकन बेग्लै बेग्लै कुरा गरेर बस्दो रहेछ नराम्रो कामहरू गरेर बस्दो रहेछ यसरी अनि त्यसमा मिथ्या दृष्टि उत्पन्न हुन्छ अनि आस्थाहरू अब नहुने नब्जिने होइन विश्वास नहुने हुँदाखेरि त्यसरी अनि गृहस्थी नहुने क्रममा त्यसरी बिहान उठेर अनि बसत गरेको के हो किसिमको अब आफूलाई विश्वास र श्राद्ध भक्ति अब एक किसिमको अब फैलिनुको लागि अब यसरी अब यो अनि यसरी अब फाइदा हुने हुँदाखेरि बिहानै गरिन्छ अनि यो बिम्बिसार राजा पनि एउटा राजा कालमा अनि यो पोषण गर्ने क्रममा अनि राजालाई पनि एउटा आनन्दले अब आउनु दिएन त्यही कारणले अनि बिम्बिसार राजा आउनु भएर पछि उसको कालीनमा अनि जुन अब सोझौं पोषण गर्ने क्रममा अब जुन आफूले गल्ती सबै यसरी देशना गर्दाखेरि होइन त्यो राजाले चाहिँ किसिमको अनि यो विश्वासघात नभएर झन् विश्वास यसरी पलाएर हो यसरी आफूले गरेको गल्तीहरू सुधार्ने काम अत्यन्त यस्तो गर्दो रहेछ यसको लागि अब राम्रो रहेछ यो भने होइन यसको लागि चाहिँ अब जुन नबुझ्ने मान्छे आयो भने अलिकति नोक्सान हुँदो रहेछ भने यसरी अब फैलिँदै गयो भनौँ न अब पोषण गर्ने होइन यसरी अब फैलेर गयो अनि आजको लागि म यति नै विश्राम राख्न चाहन्छु फेरि अर्को दिनमा अवश्य म यसको बाँकी भाग बताउनेछु